खाना हुन्छ ल आज चाहिँ हामी चाहिँ होइन ताप्लेजुङको सङ्साबु भन्ने ठाउँमा छौँ होइन। यहाँ चाहिँ के अरे ताप्लेजुङभरिको सबभन्दा धेरै अलैँची हुने ठाउँमा है कालो सुन चाहिँ सबभन्दा धेरै चाहिँ यहाँ हुन्छ है। यहाँ चाहिँ यो ठाउँमा हुन्छ है बारीवारी सबै अलैँची नै अलैँची छ है। कालो सुन नै कालो सुन छ। बाटो पनि रोड खनेको रहेछ सङ्साबु भन्ने ठाउँमा चाहिँ होइन। लास्टै डेन्जर छ बाटो चाहिँ। सो आज चाहिँ कति बार चाहिँ आएर चाहिँ म चाहिँ यहाँ चाहिँ भिडियो बनाउँदैछु होइन। तर यहाँ चाहिँ सङ्साबु भन्ने ठाउँमा चाहिँ एकदम अलैँची चाहिँ धेरै हुन्छ। कालो सुन चाहिँ अप्पर धेरै छ होइन। ताप्लेजुङ चाहिँ नेपालकै नम्बर 1 पाउने अलैँची पाउने ठाउँमा आएको छौँ आज चाहिँ हामी चाहिँ होइन। साथीहरू मिलेर साथीहरूसँग मिलेर टक्कसँगले यहाँ चाहिँ फेरि के अरे वागु खोला भन्ने ठाउँमा आएको छौँ। यहाँ चाहिँ होइन सङ्साबुमा जति पनि सङ्साबु पिपुताप जति पनि बस्ने पक्तामुमा बस्नुभएछ हेर्नु होला। हामी चाहिँ वागु खोला भन्ने ठाउँमा आएको छौँ साथीहरूसँग रमाइलो गर्नु। यहाँ चाहिँ हामी चाहिँ आज चाहिँ वागु खोला साइडमा चाहिँ के अरे पहाड झिक्नु गएको छौँ। पहाड झिक्दैछौँ होइन। यहाँ चाहिँ नम्बर सबभन्दा धेरै रहेको छ है। कालो सुनै कालो सुन छ यहाँ चाहिँ। ताप्लेजुङकै नम्बर 1 है। हामी वागु खोला भन्ने ठाउँमा आएको छौँ। वागु खोला भन्ने ठाउँ यहाँको बासिन्दाहरू पनि छ धेरै। खोला नुहातिर छिरानी साइडै लमेम्बी अरे यो चाहिँ तल छिरानी भन्ने ठाउँमा निस्किन्छ यो खोला चाहिँ। त्यसको सिरानमा छौँ हामी चाहिँ। एकदम दामी ठाउँ छ होइन। आज चाहिँ हामी घुम्नु आएको टक्कसँगले तापेथोक फक्ताङ तापेथोकदेखि करिब 5 किलोमिटर टाढा आएको छौँ है। वागु खोला भन्ने ठाउँमा यहाँ चाहिँ पिपुताप सङ्साबु भन्ने ठाउँमा चाहिँ यहाँ चाहिँ नपुग्ने प्रायः कोही नहुने होला हेर्नु होला। यहाँ चाहिँ होइन वागु खोला भन्ने ठाउँमा पुरानो पुल बन्छ एउटा। सो आजको लागि चाहिँ यति नै भन्दा म भिडियो यहीँ राख्नु। अनि अब साथीहरूसँग यहाँ चाहिँ हामी घुम्नु आएको होइन। यहाँ चाहिँ पाहा पाउँछ क्या पर। अब हाम्रोतिर चाहिँ अब पाहा सकिहाल्यो होइन। अब त्यही भएर यहाँ चाहिँ पाहा पाउँछ। यो खोलामा चाहिँ लेक हो धेरै लेक पर्छ। त्यही भएर हामी यहाँ पाहा निकाल्नुको लागि आएको छौँ साथीहरूसँग रमाइलो गर्नुको लागि। ट्र्याक्टर नै लिएर आएको। ट्र्याक्टर मात्रै आउँछ यहाँ माथि। ट्याक्सी ट्र्याक्टर मात्रै आउँछ है। बाइक पनि आउँछ आउनु चाहिँ। र आजको लागि चाहिँ मैले भिडियो यति नै बनाएको छु। एकदम रमाइलो भएको थियो।